ल मलाई घरमै दही जमाएर आफै खान मन लागेर साथीहरू बजार गएँ, माटाको भाँडो किनेर ल्याएँ। अब हेर्नु त माटाको भाँडो पनि कति राम्रो, अनि के गर्नु महँगो पनि छ है यो त। ल ल्याएँ, भाँडो ल्याएर धोएर सफा गरेर राखेँ। अनि दुध तताएँ। दुध योमा खनाउँदै हुनुहुन्छ है मेरो बुढोले दही बनाउँदै हुनुहुन्छ। अब भोलि कस्तो जम्छ म तपाईँलाई त्यो पनि देखाउँछु। पहिला दुध तताएर खनाउने, योमा राख्ने, त्यसपछि 1 घन्टा जति यसलाई सेलाउन राख्नुपर्छ है। मन तातो बनायो भने चाहिँ मल्ल जाउन हाल्ने, योमा 2 चम्मच या 3 चम्मच दही राख्ने। योमा यसलाई दही राखेर मजाले फिट्नुपर्छ है। हामी त फिटेर बनाउँछौँ, हजुरहरूले कस्तो बनाउनुहुन्छ हाम्रो तरिका हेर्नु होला है। ल मेरो बुढोले बनाउँदै हुनुहुन्छ, जाउन हालेर भ्याउनु भयो, फिट्नु भयो। अब यसलाई मजाले ढक्कन लगाउने, ढक्कन लगाएर छोपेर राख्ने। अर्को भागमा देखाउँछु है, बिहान म देखाउँछु कस्तो जम्छ दही। ल